सिम्ता 3 देउली हरियाली पहाडको बीचमा बसेको सुन्दर बस्ती। चारैतिरबाट सडकले जोडिएको एउटा सुन्दर गाउँ। बीचमा डाँडो, वरिपरि हरियाली अनि त्यही डाँडाको काखमा बसेका साना साना बस्तीहरू। तल लापु आगरी गाउँ, माथि लापु विद्यालय, एकतर्फ दुर्पाला, अर्कोतर्फ सिर्पा, काफलकोट, नाहा गाउँ सडक। तर यी सबैको बीचमा रहेको एउटा सुन्दर ठाउँ हो देउली। तर यो ठाउँलाई देउली नाम किन दिइयो? यस नाम पछाडिको कथा के हो? आज हामी पुग्दैछौँ सिम्ता गाउँपालिका वडा नम्बर 3 को यही सुन्दर भूगोल, यसको कथा बुझ्न। सिम्ता गाउँपालिका वडा नम्बर 3 प्राकृतिक सुन्दरताको भरिको क्षेत्र हो। भौगोलिक रूपमा हेर्दा यहाँका बस्तीहरू डाँडाकाँडा र हरियालीले घेरिएका छन्। चारैतिर सडक सञ्जाल विस्तार हुँदै जाँदा गाउँका विभिन्न बस्तीहरू एकअर्कासँग जोडिएका छन्। तलतिर हेर्दा लापु र आगरी गाउँ, माथितिर लापु विद्यालय, उता दुर्पाला अनि माथिल्लो भागमा सिर्पा, काफलकोट, नाहा गाउँ सडक यस क्षेत्रलाई जोडिरहेको देखिन्छ। यी सबै भूभागको बीचमा रहेको डाँडो र त्यसको वरिपरि फैलिएका हरिया बस्तीहरूले देउलीलाई अझ आकर्षण बनाएका छन्। यही क्षेत्रको बीचमा भागमा रहेको देउली बजार सानो भए पनि स्थानीयका लागि महत्त्वपूर्ण बजारका रूपमा रहेको छ। देउली वरिपरिका बस्तीहरूको भेटघाट र आवत जावतको केन्द्र जस्तै देखिन्छ। यहाँबाट वरिपरिका गाउँहरू निहाल्दा एउटै दृश्यमा पहाड, हरियाली, सडक र बस्तीहरू देख्न सकिन्छ। ड्रोनबाट माथिबाट हेर्दा झनै सुन्दर देखिने यो भूगोलले सिम्ताको ग्रामीण जीवनको एउटा छुट्टै तस्बिर प्रस्तुत गर्छ। देउली नाम कसरी रह्यो? तर देउलीको सबैभन्दा रोचक पक्ष यसको नामसँग जोडिएको कथा हो। यहाँका स्थानीयहरूका अनुसार देउली नाम रहनुको पछाडि स्थानीय इतिहास, धार्मिक विश्वास र पुराना चलनसँग जोडिएको कथा हुन सक्छ। तर पुस्तौँदेखि सुनिँदै आएको स्थानीय कथालाई नयाँ पुस्तासम्म पुर्याउनु पनि आजको पुस्ताको जिम्मेवारी हो। त्यसैले यस ठाउँका ज्येष्ठ नागरिक र स्थानीय जानकारहरूको भनाइ सुन्नु यो डकुमेन्ट्रीको महत्त्वपूर्ण भाग हुनेछ। नमस्कार, हामी यति बेला देउलीमा आइपुगेका छौँ। सिम्ता 3 र 2 को बीच सिमानामा रहेको यो देउली भौगोलिक हिसाबले एकदमै सुन्दर देखिन्छ, जहाँ कि चारैतर्फबाट रोडहरूले छोएको छ र चारैतर्फ यहाँबाट जामुनी जाने, यता दुर्पाला जाने, यता काफलकोट सिर्पा जाने र यता टिमुरे हुँदै यता चाहिँ बजेरासम्म जाने सडक रहेको रहेछ। त्यो बिचमा रहेको एउटा देउली एउटा छुट्टै किसिमको एउटा धार्मिक आस्था बोकेको पनि एउटा सुन्दर बजार यहाँ चाहिँ हामी आइपुगेका छौँ। र यस देउलीमा विशेष गरी देउली नाम रहन कसरी गयो हामी यहाँका अग्रजहरूसँग सोधपुछ गर्नेछौँ। बुवा नमस्कार, हजुरको नाम? मेरो नाम चित्रबहादुर सिंह। हजुरलाई यो यही देउलीमा बस्नुहुन्छ? यही देउली तल्याड छ घर मेरो, यही देउली। अनि यो देउली नाम कसरी रहेको इतिहास छ तपाईँले बुझ्दा? नै मलाई अरू इतिहास त केही छैन। यो अब देउली पहिल्यैदेखि रहेको, अब बुढाहरूले राखेको देउलीको नाम अब होइन लापु देउली भन्ने सुन्यो होइन। हजुर। अब यो यहाँ एउटा बाहुनमुनिलाको यो ठाँटी हो। हजुर। यो ठाँटीमा पहिला ब्याउली बोकेर हिँड्न नमिल्ने, त्यसपछि चल्लो समातेर हिँड्न नमिल्ने, घोडाको सवारी हिँड्न नमिल्ने, अनि गाईडिङ्गो हिँडा लेखेर दाउलोलाई डोर्याएर हिँड्न नमिल्ने। हजुर। अनि देउलीमा चल्ला पाल्न नमिल्ने। अहिले त यहाँ सब छाडाफेर प्रकृति भयो। के गर्ने, राजा देउता सबैले मिचिसके। हजुर। अनि जाने बुझाले केही न केही गर्छन्। हजुर। अनि यो थान खास केसको लागि हो? यो थान बिचैमा एउटा थान रहेछ होइन? यो हाम्रो यो बाइसको ठाटी हो भनौँ यो होइन। बाइसको ठाटी। यो रजाको मन्दिर त्यो हो। हजुर। यो मोडिलाको मन्दिर ऊ माथितिर छ। हजुर। त्यसपछि यो भौगोलिक हिसाबमा सुन्दर ठाउँ यो देउली। देउलीमा एकजना सर हुनुहुन्छ, उहाँसँग पनि सोध्नेछौँ। नमस्कार। नमस्कार। हजुरको शुभ नाम? मेरो दिपेश बुढा। हजुरले यो विशेष यो देउलीको बारेमा थोरै नाम, यसको नाम रहनुको कारणको बारेमा बताइदिनु न थोरै। देउलीमा नाम रहनुको कारण खास देवी देवताको यसमा अलि सत्यता बढी भएको कारणले
देउलीमा हिँडडुल गर्दाखेरि तपाईँको बाख्रा त्यसपछि तपाईँको यो बेहुली आएको बेला पनि चप्पल छोड्नु पर्ने, तपाईँको केही भैँसीहरू लिएको पनि दाउन छोड्नु पर्ने, त्यसपछि यहाँ पाती चढाउनु पर्ने भएको कारणले यसको मेन ठाउँ माथि छ। अब यो नजिक भएको कारणले मान्छे हिँडडुल गर्ने मान्छेलाई यहाँ चराएपछि माथि जानु नपर्ने भएको कारणले यसलाई अहिले यहीँ यसलाई मान्ने काम भइरहेछ। यो देउलीमा विशेष वर्षमा कुन समयमा यहाँ जात्रा पनि लाग्ने गर्छ र यो डाँडैभरि जात्राले एकदम सुन्दर दृश्यमा एकचोटि आएको पनि थिएँ। यो भौगोलिक हिसाबमा पनि निकै सुन्दर। हामीले माथिबाट ड्रोन सट लिएका थियौँ। डाँडामा विद्यालय पनि रहेछ, यो चारैतर्फ रोडहरू गएका रहेछन् अनि एकदमै सुन्दर ठाउँ लाग्यो। हजुरलाई यो विशेष गरी यो सडकहरूको बारेमा कता कता गएछन् यसको बारेमा पनि थोरै बताइदिनु। ठिकै छ, यो सडक भने दुर्पाला जान्छ, यो 2 नम्बर वाटाको हो। त्यसपछि यता काफलगढ, यो पनि 2 नम्बर वाटा पर्छ। यता हाम्रो गाउँ हुँदै यता बजेराली, त्यसपछि तपाईँको पातिहाल्न खोरसोट जाने यही बाटो हो। अरू यहाँबाट यो माथि बडालेख जाने पैदल यात्रा जानुपर्छ या सडक यो गएको माथि गाउँसम्म हाम्रो 1 नम्बर हो साबिक हो, त्यहाँसम्म गाडी जान्छ। त्यसपछि तपाईँ 15-20 मिनटमा हिँडेर पुग्छ, मजासँग पुगिन्छ। माथिसम्म गाडी पुग्नु जान्छ, त्यसपछि अलिकति पैदल यात्रा गर्नुपर्छ। थोरै समय दिनुभयो, हजुरलाई धन्यवाद। देउली केवल बजार वा सडकको नाम होइन, यो हरियालीले घेरिएको गाउँ हो। डाँडाकाँडाको काखमा रहेका घरहरू, वरिपरिका खेतबारी र वनजङ्गल र गाउँले जीवनको यहाँको प्राकृतिक सुन्दरता झनै बढाएको छ। बिहानको घामदेखि साँझको सुनौलो प्रकाशसम्म यहाँको वातावरणमा आफ्नै किसिमको ग्रामीण सौन्दर्य भेटिन्छ। सहरको भिडभन्दा टाढा प्रकृतिको नजिक रहेको यस्तो भूगोलले गाउँको जीवनको वास्तविक जीवन देखाउँछ। बडालेख र राजकाँडा दरबारतर्फको बाटो देउलीबाट माथिल्लो भूभागतर्फ जाँदै बडालेख र राजकाँडा दरबार जाने क्षेत्र समेत रहेको छ। यसले देउलीलाई केवल एउटा बस्तीका रूपमा नभई वरिपरिका ऐतिहासिक तथा प्राकृतिक क्षेत्रसँग जाने मार्गसँग पनि जोडेको छ। त्यसैले भविष्यमा यहाँका प्राकृतिक सौन्दर्यसँग इतिहास र पुरातात्विक महत्त्व बोकेका स्थानलाई समेटेर पर्यटनको सम्भावना खोज्न सकिन्छ। सिम्ता 3 को देउली हेर्दा सामान्य गाउँ जस्तो लाग्न सक्छ, तर यसको भूगोलमा सुन्दरता छ, बस्तीमा गाउँको मौलिकता छ, सडकमा विकासको सङ्केत छ र स्थानीयको बोलीमा इतिहास लुकेको छ। लाफुदेखि आगरी गाउँसम्म, दुर्पालादेखि शिर्पा काफलकोट नागाउँसम्म सडकसम्म फैलिएको भूभागले सिम्ताको एउटा सुन्दर परिचय बोकेको छ र बीचमा रहेको देउली बजार जहाँ एउटा नामभित्र इतिहासको कथा लुकेको छ। यो हो सिम्ता गाउँपालिका वडा नम्बर 3 देउली, प्रकृति बस्ती, बाटो र इतिहासको सुन्दर सङ्गम। नमस्कार, एकजना हाम्रो यहीँ स्थानीय हुनुहुन्छ। सर, हजुरको नाम? मेरो धनसिंह। यो विशेष गरी यो देउलीमा लाग्ने मेलाको बारेमा थोरै जानकारी दिनु न। यसमा चाहिँ मेला हाम्रो यहाँ चाहिँ मेला 2वटा लाग्छ। एउटा ऋषि पञ्चमीमा अनि एउटा चाहिँ दसैँको पूर्णिमाको दिन लाग्छ। ठिकै छ, सबै आउनु होला। 2टा मेला लाग्छ हजुरहरूलाई। निम्ता